IIMS College, redefining modern education. Grade 11 and 12. The peak of stress and looping question. What's next? Are we staying home or going abroad for higher studies? So, to answer that question, we asked several grade 11 and 12 students regarding their plans for future. And their answers were pretty surprising. And of course, they were comfortable with us. कम्फर्टेबल हुन्छ नि हैन एकदम कम्फर्टेबल तपाईहरुले हैन अब प्लस 2 पछि बाहिर जानुहुन्छ कि यही बस्नुहुन्छ ब्याचलर्स गर्नलाई यही बस्छु बाहिरै जान्छु बाहिर जान्छु अब्रोडै जान्छु होला जर्मन ल्याङ्ग्वेज सिक्छु अनि त्यसपछि अब्रड एप्लाई गर्छु अहिले त नेपालमै बस्ने मन छ सकेसम्म त नेपालमै हो नेपालमै बस्ने नेपालमै बसेर स्वदेशमै रमाउने त्यही बस्दै छ सर बाहिर जाने विदेश जाने प्लान छ विदेशमा मेरो पनि बाहिर जानु सकेसम्म चाहिँ बाहिर जान्छ होला विदेश जाने बाहिर जाने हो 5 वर्ष नेपाल ब्याक आएर अनि केही बिजनेस गर्ने हो मैले चाहिँ बीबीए गर्ने सोचेछु नेपालमै बीबीए गर्ने एमबीए पनि नेपालमै मिल्यो भने विदेश जाने हो मिलेन भने ब्याचलर गर्ने हो पहिला त नेपालमै ट्राई गर्ने हो अब यता भएन नि ब्याचलर जोइन गर्ने अब के हुन्छ त पछि अब नेपालमै बसेर सिए पढ्छ होला बिएचएम गरेर चाहिँ अनि विदेश बिएचएम गर्ने अनि अलि राम्रो देश जाने अब सेफ गर्ने त्यस्तै आइल्स दिने राम्रो आयो भने बाहिर जाने ब्याचलर्स र मास्टर्स चाहिँ बाहिर जाने हो तर यतै पढ्ने सोच छ मेरो चाहिँ म नि यतै पढ्छु ब्याचलर चाहिँ म चाहिँ अब नेता बन्छु कि मेरो सोच अब बाहिर जाने छ बाहिर जाने हो 12 पछि सीए तर्फ नि जाने हो जे नेपालमै गर्ने कुरा सोच छ हैन अहिले चाहिँ हजुरको के छ हामी मेरो निश्चय नेपालमै बसेर केही बिजनेस विदेश गएर पढ्ने होला त्यही नेपालमै बिजनेस गर्ने बाहिर जाने सोच छ कि छैन यतै ब्याचलर पढ्ने त्यही हो ब्याचलर पढ्ने नेपालमै ब्याचलर पढ्ने ल्याङ्ग्वेज सिक्ने अब विदेश अब ल्याङ्ग्वेज भयो भने विदेश जाने भएन भने चाहिँ यही नेपालमै टुरिज्मतिर केही गर्ने भन्ने आश हो स्कलरसिपलाई चाहिँ एक्जाम दिन्छु अनि त्यसपछि ब्याचलर सँगसँगै चाहिँ लोकसेवा दिने मेरो प्लान सिए पढौँ के त्यस्तो भइरहेछ मेरो त बाहिरै हो Moving on to our next question. Why abroad? बाहिर चाहिँ किन जानुहुन्छ लाइक के देख्नु भएको बाहिर जो कि यहाँ छैन बाहिर धेरै कुरा छ नेपालमा नभएको अब बाहिर सिक्ने यहाँ आउने त्यो बेलासम्म त नेपाल पनि अलि राम्रो होला हैन अनि त्यही कुराहरू नेपालमा अप्लाई गर्ने मेन भनेको यहाँ बसेर नि त्यस्तो के गर्ने भन्दा नि बाहिर गएर पढ्ने नै भन्ने छ तपाईहरु बाहिर चाहिँ किन जानुहुन्छ फ्यामिली वे हुनुहुन्छ फ्यामिली त्यही हुनुहुन्छ फ्यामिली अब सबै गइरहेको छ ट्रेन्ड नै भइसक्यो अब शान्ति भएर अब त्यताबाट कमाएर आएपछि चाहिँ बिजनेस गर्ने हो कि भन्ने कुरो हो ओके विदेश गएर स्किल सिक्ने त्यसपछि नेपालमै आएर नेपालमा आएर चाहिँ के गर्ने हो गर्न चाहिँ नेपालमै अब त्यही हो त्यस्तो राम्रो स्कोप पनि छैन नेपालमा त्यही भएर अब विदेश गएर राम्रो काम गर्न Finally, what can Nepal do? तपाईले नेपालमा के भयो भने चाहिँ नेपालमा बस्नुहुन्छ नेपालमा अब एजुकेसन फर्दर एजुकेसन राम्रो भयो भने युनिभर्सिटिजहरु राम्रो होस् हैन जब अपर्च्युनिटिजहरु बढी होस् अनि पैसा धेरै होस् त्यही हो त्यो बिस्तारै हुन्छ त्यतिलाई टाइम छैन अहिले इम्प्लोयमेन्ट राम्रो छ है नेपालले भनेको अब फर्स्ट अफ अल अब बाहिर गएपछि जस्तै पार्ट टाइम काम गर्ने हुन्छ नि नाइट सिफ्ट त्यसरी काम गर्ने हुनु पर्यो त्यति हो आफ्नै देशमा राम्रो रोजगार र शिक्षामा पनि गर्न सकौँ र रोजगारमा पनि राम्रै आयो भनेदेखि चाहिँ स्वदेशमै बसेर दुःख गरौँला नभए त विदेशै जाने यसको भन्दा नि मेरो पहिलेदेखि बाहिर जाने घरबाट नि त्यही भन्नुहुन्छ बाहिर मलाई पनि बाध्यता नभएर रहरै हो रहरै हो मेरो त रहरै अब मेरो त आईटी फिल्ड हो हैन अब नेपालमा भन्दा फिल्ड छैन कि आईटी को अब त्यो अब त्यसमा बढी जब अपर्च्युनिटी भयो भने यही बस्छ So, what does this tell us? Out of 48 students, it's a 28 to 20 split in the favor of staying in Nepal. It shows us while the abroad dream is very much alive for 40% of the group, the majority are already committed to finishing their studies here. It's a snapshot of a student's body that is almost evenly equal between local roots and global ambitions.
हामी चाहिँ यहाँ स्टुडेन्टहरू खोज्न बसन्तपुर आएका छौँ। यो चाहिँ डे 2 हो। फर्स्ट डेमा नि बसन्तपुर र बौद्धतिर गइया थियो। बौद्धमा चाहिँ जात्रा थियो, त्यस भएर धेरै केही गर्न पाइएन, त्यही हो। ल